र यदि कोही त्यसरी लागेको छ भने भन्नुहोला के गर्नु त्यसपछि कुरा गरौँला। सल्यान जिल्लाबाट त्यो 56 देखि 8 सम्म रहेको त्यो खाली खाल्साको जुन समय छ त्यसलाई बिर्सिने गरिकन हाम्रो यसपटक उम्मेदवार केशबहादुरजीलाई जिताउनमा सबै लाग्नुहोस्। निर्वाचन सम्बन्धमा अरू धेरै तबार सबै जाने बुझेको मान्छे मात्रै उपस्थित हुनुहुन्छ। यहाँ धेरै पटक निर्वाचन खपिसकेको त्यसमा संलग्न भइसकेका साथीहरू हुनुहुन्छ। मैले यो बीचको अवधिमा बस्दा मैले पाएको एउटा साथीभाइहरूको नेपाली काङ्ग्रेस सल्यान जिल्लामा बस्ने साथीभाइहरू हुन्छ, नेपाली काङ्ग्रेस हुनुहुन्छ, उहाँहरूमा एउटा भोग छ। त्यो भोग मेट्ने चाहिँ यसपटक सल्यानी साथीभाइहरूको धेरै तीव्र चाहना चाहिँ छ। निर्वाचनमुखी भएर जानु बाहेक, त्यसमा समर्पित हुनु बाहेक हामीसँग अर्को विकल्प चाहिँ छैन। हामीसँग जे जति स्रोत साधन छ, हामीसँग जे जति जनशक्ति छ, त्यसलाई चाहिँ अधिकतम फाइदा हुने गरी परिचालन गरौँ, परिचालित हुँ र नेपाली काङ्ग्रेसलाई सल्यान जिल्लाबाट त्यो 56 देखि 8 सम्म रहेको त्यो खाली खाल्साको जुन समय छ त्यसलाई बिर्सिने गरिकन हाम्रो यसपटक उम्मेदवार केशबहादुरजीलाई जिताउनमा सबै लाग्नुहोस्। मेरो बारेमा, दिल्लीजीको बारेमा, ध्रुवजीको बारेमा, गणेशनको बारेमा वा यो वा त्योको बारेमा कसैले पनि अन्यथा सोच्नु चाहिँ अपराध हुनेछ। यो कुरा कतै पनि नसोच्नु होला। र यदि कोही त्यसरी लागेको छ भने भन्नुहोला के गर्नु त्यसपछि कुरा गरौँला। म धेरै लामो कुरा गरेर तपाईँहरूको समय लिन चाहन्न। एकमुष्ट भएर यसपटक सल्यान जिल्लाको हाम्रो उम्मेदवार केशबहादुरलाई जिताउनमा सबै पूर्ण रूपमा लागौँ। जय नेपाल।